हेलो साथीहरू, आज चाहिँ माघे संक्रान्ति हो। म चाहिँ सेलरोटी बनाएर साथीहरू मेरो माघीको सुरुवात गर्दैछु है त। हेरेर साथ दिनु होला। चिनीको झोल, पानी अनि सुरुमा चाहिँ मैले सुजी हाले, त्यसपछि चाहिँ चामलको पिठो हाले साथीहरू। अनि लास्टमा पाला आयो मैदाको। रहेको छ सुकमेल हालिदिन्छु। सुकमेल हालिसकेपछि सबै पिठोहरूसँग यसरी मिक्स गर्नुपर्छ। त्यसपछि मैले घिउ पनि हाले साथीहरू। घिउ चाहिँ पहिल्यै पगालेर राखेको थिएँ मैले रेन्जीमा हालेर। घिउलाई पनि मजाले पिठोसँग मोल्नुपर्छ साथीहरू। यसको चाहिँ डल्लो डल्लो बस्ने भएको भएर एकदमै टाइम लाग्छ। मजाले मसिनो हुने गरेर मोल्नुपर्छ। यस्तो यस्तो डल्लो भएर बसेको हुन्छ। लगभग अब सबै मोलिसके साथीहरू। अब चाहिँ म यसमा चिनीवाला पानी हाल्छु। चिनीवाला पानी हालिसकेपछि यसलाई पनि मजाले मोले साथीहरू। मजाले सबैतिर लाग्ने गरेर मोलिसकेपछि पानी पनि हाले। पानी चाहिँ म एकैचोटि धेरै हाल्दिनँ, जति चाहिन्छ त्यही अनुसार थोरै 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 गरेर हाल्छु। फेरि मजाले मोल्छु, कतै डल्लो परेकोहरू छ कि भनेर डल्लो फुटाउनलाई। पानी हाल्दै मोल्दै, पानी हाल्दै मोल्दै। फाइनल्ली साथीहरू मोल्दा मोल्दा यतिको भएको छ। यतिको भइसकेपछि अब मेरो रोटी हाल्न तयार भएको छ। अब म यसलाई चाहिँ आधी घन्टा 1 घन्टा जति मात्र छोपेर राख्छु। अनि त्यसपछि म चाहिँ लागेँ तरुलहरूकोतिर। पालै पालो तरुलहरूलाई प्लास्टिकबाट खोल्दै भाँडामा राखेँ साथीहरू। अनि हेर्न सक्नुहुन्छ, यो चाहिँ पसलबाट ल्याएको बनतरुल हो कि क्या तरुल हो कि बनतरुल हो। जापानमा चाहिँ साथीहरू यही तरुल देखेँ मैले। अनि तरुल अनि यसलाई चाहिँ सुनकुतरुल भन्छ हाम्रोतिर। खास गरी नेपालीमा चाहिँ सकरखन्दा भन्छ साथीहरू। सायद गुलियो हुने भएको भएर चाहिँ सुनको तरुल रे क्या, सुनको तरुल, सुनकुतरुल भन्छ। यिनै तरुल, सकरखन्दा अनि सेलरोटीहरूका साथ मेरो माघे संक्रान्ति सुरु गरेको थिएँ साथीहरू। हेर्न सक्नुहुनेछ मजाले पाकिरहेको छ मेरो तरुलहरू। यतातिर आधी घन्टापछि मेरो ब्याटर पनि रेडी भइसकेको छ साथीहरू। अब चाहिँ सेलरोटी हाल्न सुरु गर्नेवाला छु। अब मेरो फर्स्ट रोटी पनि हेर्नुहोस् है त साथीहरू। केही होला जस्तो छ है। यही सेटै छ।
यो जुम गरेर त आँखा मात्रै देखाउनु भएको छ मलाई थाहा छ मलाई थाहा छ आँखा मात्रै देखाउँछु मेरो सङ्क्रान्ति चाहिँ यसरी नै बित्यो साथीहरू। तपाईँहरू सबैजनालाई पनि माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना।